नमस्कार। अडिटिङको दुनियाँमा एउटा चुपचाप क्रान्ति चलिरहेको छ। यो क्रान्तिको नाम हो आर्टिफिशियल इन्टेलिजेन्स अथवा एआई। अब यो केवल एउटा नयाँ टुल मात्र रहेन, यसले त पुरै पेसालाई नै नयाँ आकार दिइरहेको छ। आज हामी यही परिवर्तनको केन्द्रमा पुगेर सबै कुरा केलाउनेछौँ। तर यो परिवर्तनले एउटा एकदमै महत्त्वपूर्ण प्रश्न खडा गर्छ। के एआई अडिटरहरूको काम खोज्न आएको एउटा खतरा हो, वा यो उनीहरूको क्षमतालाई कैयौं गुणा बढाउने अहिलेसम्मकै सबैभन्दा ठूलो अवसर हो? आउनुहोस् यही डर र अवसर बीचको यथार्थलाई खोतलेर हेरौँ। कुनै पनि प्रणालीको अडिट गर्नु भनेको त्यसको भित्री कुरा बुझेर त्यसको कमजोरी र शक्ति पत्ता लगाउनु हो। तर सोच्नुहोस् त, यदि हामीलाई त्यो प्रणालीले कसरी काम गर्छ भन्ने नै थाहा छैन भने त्यसको अडिट गर्नु के सम्भव छ र? पक्कै छैन। हो, त्यसैले एआईको दुनियाँमा अडिटरको पहिलो यात्रा भनेको ज्ञानको खाडल पूर्णबाट सुरु हुन्छ। धेरैलाई आर्टिफिशियल इन्टेलिजेन्स, मसिन लर्निङ र डीप लर्निङ जस्ता शब्दहरू उस्तै उस्तै लाग्न सक्छन्। यसलाई सजिलोसँग यसरी बुझौँ है त। एआई भनेको एउटा ठूलो छाता जस्तै हो। यही छाताभित्र मसिन लर्निङ पर्छ, जहाँ मसिनहरूले डाटाबाट आफै सिक्छन्, र त्यसको पनि भित्र डीप लर्निङ पर्छ, जसले हाम्रो दिमागको नक्कल गरेर अझै जटिल कुराहरू पत्ता लगाउँछ। यी फरक कुराहरूलाई बुझ्नु नै प्रभावकारी अडिटको पहिलो खुड्किलो हो। तर यस्तो प्राविधिक ज्ञान किन चाहियो त? कुरा सिधा छ। यदि अडिटरले एआईले कसरी सोध्छ भन्ने नै बुझ्दैन भने त्यो सिस्टममाथि भरोसा गर्न सकिन्छ कि सकिँदैन भनेर कसरी प्रमाणित गर्ने? एआईले गरेको निर्णय सही छ कि कुनै पूर्वाग्रहमा आधारित छ भनेर कसरी छुट्याउने? यो ज्ञान बिना अडिटरको भूमिका नै अर्थहीन हुन सक्छ। ल, एआईको भाषा बुझिसकेपछि अब बल्ल अडिटरको वास्तविक काम सुरु हुन्छ। त्यो हो एआई प्रणालीहरूले आफूसँगै लुकाएर ल्याउने नयाँ र जटिल जोखिमहरूलाई पहिचान गर्ने र त्यसलाई व्यवस्थापन गर्ने। यो जोखिम व्यवस्थापन गर्ने एउटा स्पष्ट प्रक्रिया छ। एउटा उदाहरण लिउँ है त। मानिलिनुस् एउटा ब्याङ्कले ऋण दिनका लागि एआई प्रयोग गर्दैछ। पहिलो चरणमा अडिटरले के बुझ्नु पर्यो? एआईको उद्देश्य के हो? छिटो निर्णय गर्ने। दोस्रो, जोखिम के हुन सक्छन्? सायद एआईले कुनै निश्चित समूहलाई पक्षपात गर्न सक्छ। तेस्रो, यसलाई कसले प्रयोग गर्छ? ऋण दिने अधिकारीले। र चौथो, यही आधारमा नियन्त्रणहरू बनाउने, जस्तै एआईको निर्णयलाई मान्छेले फेरि एकपटक जाँच्ने नियम राख्ने। यो भनाइले एआई अडिटको सबैभन्दा महत्त्वपूर्ण सिद्धान्तलाई समात्छ। एउटै एआई मोडल यदि अस्पतालमा बिरामीको रोग पत्ता लगाउन प्रयोग भयो भने त्यसको जोखिम अर्कै हुन्छ। अनि त्यही मोडल यदि फिल्म सिफारिस गर्न प्रयोग भयो भने त्यसको जोखिम बिल्कुलै फरक हुन्छ। प्रविधि त एउटै हो, तर त्यसलाई कहाँ र कसरी प्रयोग गरिँदैछ भन्ने कुराले नै जोखिमको स्तर निर्धारण गर्छ। त्यसैले अडिटरले कोड मात्र होइन, सन्दर्भलाई बुझ्नुपर्छ। र जहाँ जोखिम हुन्छ त्यहाँ अवसर पनि त हुन्छ नि, होइन र? यी जोखिमहरूसँगै अडिटरहरूका लागि नयाँ र शक्तिशाली भूमिकाहरू पनि सृजना भएका छन्। अब अडिटरको काम गल्ती पत्ता लगाउने मात्र रहेन। उनीहरूले एआईले साँच्चै कम्पनीलाई फाइदा पुर्याइरहेको छ कि छैन भनेर जाँच्न सक्छन्। एआई ल्याउँदा संस्थामा हुने उथलपुथललाई व्यवस्थापन गर्न मद्दत गर्न सक्छन्, र बाहिरबाट किनिएका एआई टुलहरू कतिको सुरक्षित छन् भनेर पनि सुनिश्चित गर्न सक्छन्। यो भूमिका पहिलेभन्दा धेरै रणनीतिक र महत्त्वपूर्ण छ। अहिलेसम्म हामीले जोखिम र चुनौतीको कुरा गर्यौं। अब कथाको आशावादी पाटोतिर लागौं, जहाँ एआई खतरा होइन, बरु अडिटरको सबैभन्दा शक्तिशाली सहयोगी बन्छ। एउटा यस्तो सहयोगी जसले उनीहरूको क्षमतालाई कैयौं गुणा बढाइदिन्छ। यो तस्विरले नै हजार शब्द बोल्छ, होइन त? एकातिर हेर्नुस्, कागजको थुप्रोमा हराएको एउटै गल्ती खोज्न घण्टौं लगाउने अडिटर। अर्कोतिर हेर्नुस्, एआईलाई सहयोगी बनाएर लाखौं डाटाबाट तुरुन्तै गडबडी पत्ता लगाउने स्मार्ट अडिटर। पहिले जुन कामहरू एकदमै झ्याउ लाग्दो र थकाउने खालका थिए, अब एआईले ती कामहरू सेकेन्डमै र सायद मान्छेले भन्दा बढी सटिकताका साथ गर्छ। खास गरी जुन कामहरूमा हजारौं पटक एउटै कुरा दोहोर्याउनु पर्छ र ठूलो डाटा केलाउनु पर्छ, हो त्यस्तो कामको लागि एआई भन्दा उत्तम उपकरण अर्को हुनै सक्दैन। यसले अडिटरलाई मेसिनले गर्ने कामबाट मुक्त गरेर मान्छेले गर्ने काममा, अर्थात् गहिरो सोच, विश्लेषण र महत्त्वपूर्ण निर्णय लिने काममा केन्द्रित हुन समय दिन्छ। र यो कुनै कल्पना होइन। एउटा ठोस उदाहरण हेर्नुहोस्। जुन लामो रिपोर्टको समीक्षा गर्न 20 घण्टा लाग्थ्यो, एआईले त्यसलाई केवल 2 मिनेटमा सारांशित गर्न सक्छ। सोच्नुस् त, 20 घण्टाको काम 2 मिनेटमा।
यसले अडिटरहरूलाई तुरुन्तै मुख्य बुदाहरूमा ध्यान दिएर वास्तविक विश्लेषणमा समय लगाउन कति धेरै मद्दत गर्छ। तर एआईको फाइदा भनेको गति मात्र होइन, यसले कामको गुणस्तर नै बढाइदिन्छ। यसले जटिल रिपोर्टहरूलाई सबैले बुझ्ने भाषामा सारांश बनाउँछ। अडिटरको प्राविधिक भाषालाई म्यानेजरले बुझ्ने व्यावसायिक भाषामा अनुवाद गरिदिन्छ। अन्ततः यसले अडिटलाई केवल नियम पालना गर्ने कामबाट माथि उठाएर संस्थाको लागि एउटा मूल्यवान रणनीतिक सुझावमा रूपान्तरण गर्छ। ल, अब हामी सबैको मनमा रहेको त्यो एउटा ठूलो प्रश्नमा आइपुगेका छौं कि यो सबै प्रविधिको मतलब अडिटरको रोजगारी खतरामा छ त? यो अन्तिम खण्डमा हामी यही डरलाई सम्बोधन गर्दै भविष्यको एआई सक्षम अडिटरको बाटो कस्तो हुनेछ भनेर हेर्नेछौं। यो डरको जवाफ एकदमै स्पष्ट छ। यहाँ कुनै डर छैन। भविष्यको अडिटरको लागि एआई डरको स्रोत होइन, शक्तिको स्रोत हो। यो डराउनुपर्ने कुरा होइन, बरु अँगाल्नुपर्ने वास्तविकता हो। अन्ततः यो सम्पूर्ण विश्लेषणको सार यही हो। एआई एउटा औजार हो। जस्तै कुनै सिकर्मीको हातमा बन्चोरो हुन्छ। बन्चोरोले सिकर्मीलाई प्रतिस्थापन गर्दैन, बरु उसको कलालाई अझ तिखार्छ, उसको कामलाई सजिलो बनाउँछ। ठिक त्यसैगरी एआईले अडिटरको भूमिकालाई हटाउँदैन, बरु त्यसलाई अझ शक्तिशाली र प्रभावकारी बनाउँछ। त्यसो भए यो नयाँ युगमा सफल हुने बाटो के हो त? केवल एउटै बाटो छ, निरन्तर सिक्ने र विकसित हुने इच्छा। अडिटरहरूले जिज्ञासु भएर नयाँ प्रविधि सिक्नुपर्छ र आफ्नो व्यावसायिक विकासको जिम्मा आफै लिनुपर्छ। यो एउटा चुनौती मात्र होइन, आफ्नो करियरलाई नै नयाँ उचाइमा पुर्याउने एउटा ठूलो अवसर हो। महत्त्वपूर्ण कुरा हामी अहिले कहाँ छौँ भन्ने होइन, बरु हामी कहाँ जाँदैछौँ भन्ने हो। यो भविष्य उन्मुख सोचले नै अडिटिङको यो विकसित क्षेत्रमा सफलताको लागि आवश्यक मानसिकतालाई दर्शाउँछ। र म यो विश्लेषणलाई यही विचार उत्तेजक प्रश्नको साथ छोड्न चाहन्छु। जसरी एआईको विकास निरन्तर हुँदै जान्छ, यो पेशाको स्वरूप कस्तो होला? यसको जवाफ त भविष्यले नै देला, तर त्यो भविष्यलाई आकार दिने जिम्मेवारी आजका अडिटरहरूकै काँधमा छ।